हेलो गाइज, गुड मर्निङ, नमस्ते, सन्चै हुनुहुन्छ। सो आज बिहान बिहान म अनि यहाँ मेरो मुन्ना यहाँ हेर्नु नुहाएर घाममा बसिरहेछ। नुहाइवरी यहाँ हेर्नु के गर्न आँटेको भने लौका सुकाउन आँटेको गाइज। तपाईँहरूलाई हेराउँछु अहिले म कसरी सुकाउँछु गाइज। सो गाइज हेर्न सक्नुहुन्छ पसिना पसिना भएर मैले यहाँ लौका सुकाइसकेको छु होइन। अब यो सुक्नुलाई 3-4 दिन हप्ता दिन जति लाग्छ होला। अनि हेर्नु पसिना कस्तो आएको छ गर्मी भएर। अब मेरो काम सक्यो गाइज, गएको म आराम गर्नु। बाई, सबैजनालाई ह्याप्पी दसैँ। गाइज पानी परेर सबै सत्यानाश भयो। मेरो लौका हेर्न सक्नुहुन्छ सबै अघि आँगनमा सुकाएको थियो, कस्तो घाम लागिरहेको थियो भनेर होइन। अहिले पानी परेर सबै उठाउनु परिरहेछ मलाई। अब कहाँ सुकाउनु भनेपछि आमा छोरी जाँदैछौँ छतमा सुकाउन गाइज। मेरो मामुलाई हेर्नु गाइज, टाउकोमा बोकेर जाँदै हुन्छ छततिर। यहाँ म चाहिँ तिरपाल लिएर जाँदैछु गाइज छत। मुन्नालाई आइज मुन्ना। सो गाइज हाम्रो छतबाट यस्तो छ भ्यूहरू हेर्न सक्नुहुन्छ। पाख्नु म पहाड हेराउँछु, यहाँ हेर्न सक्नुहुन्छ होइन। पानी परिरहेछ, यस्तो भ्यू आउँछ हाम्रो छतबाट। यहाँ मुन्ना मामु। सो हामी आमा छोरी यसरी मिलाउन आँटेको गाइज, अब एउटा एउटा गरेर। सो गाइज हेर्न सक्नुहुन्छ यसरी सुकाइसकेको छु होइन हामीले। तर यहाँ पनि टिन छ यहाँ पनि घाम लाग्दैन, हावा चाहिँ लाग्छ, त्यही पनि सुक्छ। अब कति दिनमा सुक्ने हो गाइज। बिहान धेरै घाम गरेर सुकाएको भरे त पानी परेछ। धरानको मौसमको टुङ्गै हुँदैन गाइज। सो ह्याप्पी दसैँ सबैजनालाई, पानी परेको दसैँ।